ल गाइजहरु हिजो तपाईहरुले भिडियो हेरिहाल्नु भयो होला चेजिस रिभ्यू BR6 गाडीको हैन। अबदेखि चाहिँ म रेगुलर भिडियो चाल्छु। अनि अब आजको भ्लगमा चाहिँ के हुन्छ भने चेवन दा आउनु भएको छ विराट चोकबाट। अनि त्यहाँ इटरीमा आउनु भएको छ। अब म जान्छु चेवन दाइसँग भेट्छु। आज चेवन दाइसँग भेट्ने काम चाहिँ हाम्रो मेरो सिटको विषयमा हो। मेरो सिटको विषयमा भेटघाट हुन्छ, कुराकानी हुन्छ, त्यस्तै के हुन्छ। ल अब जाम चेवन दाइलाई भेटौँ। चेवन दाइ चाहिँ इटरी चोकमा आइसक्नु भएको छ। म चाहिँ घरमै छु। अनि ल हामी ठ्याक्क इटरी आइपुग्यौँ। म पनि विराट पनि ठ्याक्क आइपुग्यो। धरानको हो है यो चाहिँ। धरान पनि आइसक्यो एसी विराटको। चेवन दाइसँग पनि भेट भइसक्यो। अब यहाँ छ हाम्रो सटर चाहिँ। अब यसको लागि इन्भेस्टिगेसन गर्दैछौँ हामी। इन्भेस्टिगेसनहरू यसो बुझबाज। ल योको लोकेसन चाहिँ कहाँ छ भने ठ्याक्क हङकङ मार्केटको अपोजिट साइडमा यता पारिपट्टि है त। बस पार्क छिर्ने बाटो चाहिँ यहाँबाट यता छ। गाडीले त्यहाँ रोक्छ अनि हाम्रो काउन्टर चाहिँ यहाँ हुन्छ है त। ल विराट आइपुग्यो। हामी चाहिँ अघि बाहिर लोकेसनबाट यहाँ बस पार्कभित्र आइसक्यौँ है। विराटभन्दा अलिअलि अगाडि आएको भिडियो बनाउनलाई। विराट यहाँ छ सजिलो। विराटको काउन्टर चाहिँ यहाँ रहेछ। यहाँ छ बस पार्क। हामी दाजुभाइको भेट भइसक्यो। हेलो भन्नु। हेलो हेलो। ल हाम्रो कुराकानी हुँदैछ अब मेरो सिटको यहाँ विराटको काउन्टरमा है त। इटरी बस पार्कमा गोल्डन गुगल पनि मान्छे हाल्दैछ। नमस्ते नमस्ते। यस्तै छ। ओहो सजिलोको पछाडि लाइटिङ साइटिङ दिन थालेछ नि त। के हो सेक्सी भएछ त। यहाँ अलिकति चुमा पनि खाएछ। ल र सुन्दर विराट पनि आइसक्यो। विराट एक सुन्दर विराट। विराटको चाहिँ आइचर गाडी कस्तो दामी कराउँछ। यसको भ्लग हेर्नु भएको छैन भने भ्लग गरेर हेर्नु होला है त। युट्युबमा मैले हालिसकेको छु है। अनि आज चाहिँ फर्स्ट टाइम यो क्यानवाला कफी खाँदैछु। चेवन दाइले यस्तो ल्याउनु भएछ। एक मिनेट बस्न पाउने खत्रै हुँदो रहेछ। ल विराटनगरको वान प्लस पनि आइपुगेछ है। अनि विराटनगरको वान प्लसको नयाँ गाडी पनि आउँदैछ अब छिट्टै। टोइलेटवाला फर्स्ट टाइम पूर्वमा वान प्लसको टोइलेटले जेस गर्छन् जस्तो छ नि। अनि यो क्यानवाला कफी चाहिँ मैले फर्स्ट टाइम खाएको। मिठो लाग्यो मलाई त। एक्सट्रिम खानुभन्दा चाहिँ यो खानु ठिक जस्तो लाग्यो मलाई। तर जहाँ पाए त्यही पाइन्छ कि पाइँदैन। अनि यसको प्राइस हेरेको त्यो पनि रहन्छ कति पर्छ नि थाहा छैन मलाई। नेस्क्याफेको क्यानवाला रहेछ। तपाईँहरू पनि ट्राई गर्नु एकचोटि भेट्नुभयो भने। एक्सट्रिम खानु हुँदैन अब कफी खानुपर्छ है। ल धरानको वान प्लस पनि आएछ। धरानको र विराटनगरको अब हाम्रो काकड भित्ताको चाहिँ भरे राति मात्र आइपुग्छ। अनि अस्ति म 1 महिना हराएँ त्यसको लागि चाहिँ भेरी सरी। अब चाहिँ ज्याम जाओस् तर भ्लग हाल्न चाहिँ छोड्दिनँ है त। अनि मसँग नरिसाउनु होला भ्लग हाल्न भनेर। ल अब चाहिँ धरानको सिम्रिक पनि आयो। सिम्रिक जे सेक्सी नै देखिन्छ बाहिरबाट। अनि यहाँ छ बस पार्कको अफिस। बस पार्कको बिल्डिङ जुन चाहिँ अब युजमा आउनु सकेको छैन ऊ सबै खाली छ। मान्छे यता बाहिर बस्नुपर्छ। यस्तै छ ल स्थिति। ल विराटको चाहिँ नयाँ सर्भिस सुरु भएको छ है। काकडभित्ताबाट बुटवल लमै दाङसम्म जानु पऱ्यो भने सम्झिनु होला विराट एयरबसलाई। अनि यहाँ एउटा इन्ट्रेस्टिङ सिन देखेँ मैले। फिफाको 3टै गाडी सँगै राखिरहेको रहेछ नि लाइनमा मिलाएर। ल कम्पनी ठुलै छ फिफा पनि। ल फिफा लभर्स को हुनुहुन्छ कमेन्ट गर्नु होला है त। अहिले त्यो सटर खोलेर ओरेर पनि हेऱ्यौँ है। चुटुक्क परेको रहेछ ठिकै। इटरी चोकैमा हो। उता छ अगाडि यहीँ छ त्यो देखिरहनु भयो होला गोलो चोक। ल यस्तो छ हाम्रो लोकेसन चाहिँ। चेवन दाइ हुनुहुन्छ यहाँ। अनि हाम्रो छेउमा चाहिँ यो मन्त्र सन्त्र के छ यसको ठ्याक्क यो साइडमा है त। अनि चेवन दाइसँग यहाँ क्याफे आएको छौँ कफी खानलाई। अनि चेवन दाइ घर जानुहुन्छ म पनि घर जान्छु। मैले चाहिँ लिएँ क्यापेचिनो। अनि चेवन दाइले चाहिँ सिङ्गल सर्ट। ल अब हामी दाजुभाइको भेटघाट अब यही कफीसम्म मात्रै हुन्छ। अनि अब फेरि म पनि तपाईँहरूलाई भोलि अर्को भ्लगमा भेट्छु है त। आजको भ्लगलाई चाहिँ हेर्नु।